सर्वप्रथम त तपाईँ नेपाली पुलको होम पेजमा आएपछि दुईवटा अप्सनहरू देख्न सक्नुहुन्छ, स्टार्ट एज अ मेन्टर र स्टार्ट एज अ स्टुडेन्ट भनेर। तपाईँले मेन्टर एकाउन्ट क्रिएट गर्नको लागि स्टार्ट एज अ मेन्टरमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईँ यो पेजमा आइपुग्नुहुन्छ र तपाईँले यसमा चाहिँ डिटेलहरू भर्न पर्ने हुन्छ। फर्स्ट नेम लेखेकोमा तपाईँले आफ्नो सुरुको नाम लेख्नुहोला र त्यसै गरी लास्ट नेम लेखेकोमा तपाईँले आफ्नो अन्तिमको नेम लेख्नुहोला र त्यसै गरी इमेलमा चाहिँ तपाईँले आफ्नो युज गर्ने इमेल चाहिँ टाइप गर्नुहोला। त्यसपछि तपाईँले पासवर्डमा चाहिँ नबिर्सिने खालको राख्नुहोला, जुन चाहिँ स्ट्रङ खालको होस्, जुन कि मैले त्यसमा देखाएको जस्तो, जहाँ चाहिँ अप्पर केस, लोवर केस, स्पेशल सिम्बल र नम्बर युज होस्। र तपाईँलाई यो पासवर्ड र जिमेल चाहिँ लगइनको टाइममा चाहिन्छ, त्यसैले नोट गरेर राख्नुहोला। र त्यसपछि तपाईँले फिल गरिसकेपछि क्रिएट एकाउन्टमा क्लिक गर्नुहोला। यति गरिसकेपछि तपाईँले जुन मेल यसमा राख्नुभएको थियो त्यो मेल ओपन गर्नुहोला, जहाँ एउटा लिङ्क आएको हुन्छ। सिम्पली तपाईँले ओपन गरिसकेपछि देख्न सक्नुहुन्छ नेपाली पुलबाट एउटा लिङ्क आएको हुन्छ, भेरिफाई योर इमेल भनेर, र त्यसमा क्लिक गर्नुहोला। र त्यो दिएको लिङ्क यस्तो खालको हुन्छ, त्यसमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि तपाईँ यो पेजमा आइपुग्नुहुन्छ। यसमा चाहिँ तपाईँले पर्सनल इन्फर्मेसन, लोकेसन र डकुमेन्टहरू फिल गर्नुपर्ने हुन्छ। फर्स्टमा रहेको छ पर्सनल इन्फर्मेसन र त्यसमा पनि फर्स्टमा रहेको छ तपाईँले आफ्नो फोटो अपलोड गर्नुपर्ने हुन्छ। त्यसको लागि अपलोड योर फोटोमा क्लिक गर्नुहोस् र एउटा फोटो सिलेक्ट गर्नुहोस् र त्यसपछि फोटो चाहिँ अपलोड हुँदै गर्छ र तलपट्टि चाहिँ हामीले बायो पनि लेख्न पर्ने हुन्छ, जहाँ चाहिँ तपाईँले आफ्नो प्रोफेसन लेख्न सक्नुहुन्छ। सिम्पली यसमा चाहिँ मैले बायो चाहिँ लेखिसकेको छु र तपाईँले आफ्नो जेन्डर सिलेक्ट गर्नुहोला। सिलेक्ट गरिसकेपछि त्यसपछि तपाईँले नेक्स्ट स्टेपमा क्लिक गर्नुहोला डिटेल भरिसकेपछि, र त्यसपछि तपाईँलाई यो पेज खुल्छ, जसमा चाहिँ तपाईँले लोकेसन डिटेलहरू भर्न पर्ने हुन्छ। फर्स्टमा चाहिँ तपाईँले कन्ट्री नेम लेख्नुहोला, तपाईँ कुन कन्ट्रीमा अहिले बस्नुभएको छ त्यही करेन्ट कन्ट्रीको नेम लेख्नुहोला र त्यसपछि यता नेसनालिटी लेख्नुहोला तपाईँको, त्यसमा चाहिँ नेपाली चाहिँ लेख्दा हुन्छ। र त्यसपछि तपाईँले सिटी लेख्नुहोला, जुन कन्ट्रीमा बस्नु भएको छ त्यो कन्ट्रीको मेन सिटीको नाम लेख्नुहोला र त्यो सिटीको जिप कोड पनि लेख्नुहोला। र त्यसपछि तपाईँले तलपट्टि चाहिँ आफ्नो फोन नम्बर लेख्नुहोला र यो सब डिटेल भरिसकेपछि तपाईँले नेक्स्ट स्टेपमा क्लिक गर्नुहोला। त्यसपछि तपाईँको सामु मेन्टर अनबोर्डिङको थर्ड पेज खुल्छ, जहाँ चाहिँ तपाईँले डकुमेन्टहरू भर्न पर्ने हुन्छ। फर्स्टमा चाहिँ तपाईँले आफ्नो रेज्युमी अपलोड गर्नुहोला, जुन चाहिँ PNG, JPG, PDF जेको फर्मेटमा भए नि हुन्छ, अपलोड गर्नुहोला। रेज्युमी अपलोड भइसकेपछि तलपट्टि चाहिँ तपाईँले आफ्नो सिटिजनसिप अपलोड गर्नुपर्ने हुन्छ। त्यसमा तपाईँले आफ्नो सिटिजनसिप अगाडि र पछाडिको भाग देखिएको एउटै पेज अपलोड गरिदिनु होला। यसलाई पनि तपाईँले PDF फर्मेटमा पनि अपलोड गर्न सक्नुहुन्छ। रिक्वायर्ड डकुमेन्टहरू फिल गरिसकेपछि तपाईँले मेन्टर अनबोर्डिङको पेजहरू सबै फेरि रिभ्यू गर्नुहोला, डिटेल्सहरू के भर्नुभएको छ। त्यसको लागि तपाईँले ब्याकमा क्लिक गर्नुहोस्, लोकेसन हेर्न सक्नुहुन्छ र अझै ब्याक गर्नुभयो भने तपाईँले आफ्नो पर्सनल इन्फर्मेसन हेर्न सक्नुहुन्छ। पुरै रिभ्यू गरिसकेपछि मिलेछ कि नै भनेर चेक गरिसकेपछि तपाईँले अन्तिममा चाहिँ सबमिट एप्लिकेसनमा क्लिक गर्नुहोस्। यति गरिसकेपछि तपाईँको एप्लिकेसन चाहिँ सबमिट भएको हुन्छ। एप्लिकेसन सबमिट गरिसकेपछि तपाईँको सामु वेट लिस्ट पेज खुल्छ, जुन कि तपाईँले सबमिट गरेको एप्लिकेसन चाहिँ भेरिफिकेसन प्रोसेसमा रहेको छ र त्यो एप्लिकेसन चाहिँ एडमिनले रिभ्यू गरिसकेपछि तपाईँको एप्लिकेसनहरू सम्पूर्ण डिटेल चेक गरिन्छ। यदि तपाईँको एप्लिकेसनमा भरेको डिटेलहरू ठिक छ भने त्यसलाई एप्रुभ गरिन्छ, यदि ठिक छैन भने त्यसलाई रिजेक्ट गरिन्छ। र यो एप्लिकेसन चाहिँ 24 घण्टाभित्रमा रिभ्यू हुने गर्दछ र त्यसपछि तपाईँले आफ्नो ड्यासबोर्ड चेक गरिराख्नु होला। यदि एप्रुभ भएको छ भने तपाईँको सामु यस्तो खालको ड्यासबोर्ड खुल्नेछ। आई होप तपाईँले आफ्नो मेन्टर एकाउन्ट क्रिएट गर्नुभयो होला। यदि तपाईँलाई मेन्टर एकाउन्ट क्रिएट गर्दा कुनै समस्या आइपरेमा तपाईँले यस साइटमा दिएको हेल्पलाइन नम्बरको युज गरेर कन्ट्याक्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू गाइज।